हेलो अनि स्वागत छ तपाईलाई मेरो युट्युब च्यानलमा। आज मैले भिडियो ल्याउने क्रममा त्रिभुवन युनिभर्सिटीको टियु रेस्टुरेन्ट फर्म अनलाइनबाट कसरी भर्ने भन्ने भिडियो लिएर आएको छु। धेरै स्टुडेन्टहरू यसमा कन्फ्युज हुनुभएको देखेँ। त्यही भएर स्टुडेन्टलाई सजिलो होस् भन्ने उद्देश्यले मैले भिडियो बनाएको छु। अब ढिलो नगरिकन म तपाईलाई अनलाइन रेस्टुरेन्ट फर्म कसरी भर्ने भनेर सिकाउने छु। सबसे सुरुमा त तपाईले आफू पढेको क्याम्पसमा गएर नाम दर्ता गराएर डाटा इन्ट्री गराएर आइडी पासवर्ड लिनुपर्ने हुन्छ, अनि मात्रै तपाईको चाहिँ स्टुडेन्ट पोर्टल लगइन हुन्छ। अब सबसे सुरुमा त तपाईले आफ्नो क्याम्पसमा गएर आफ्नो डिटेल्सहरू दिइसकेपछि तपाईहरुको जिमेलमा यस्तो खालको एउटा चाहिँ जिमेल आएको हुन्छ। यसमा चाहिँ तपाईको युजर नेम र पासवर्ड हुन्छ। यही पासवर्ड चाहिँ र यही युजर नेम चाहिँ तपाईले प्रयोग गरेर स्टुडेन्ट पोर्टल खोल्न सक्नुहुन्छ। म तपाईलाई स्टुडेन्ट पोर्टल खोलेर देखाउँछु। र त्यो भन्दा अगाडि चाहिँ सबसे सुरुमा चाहिँ तपाईलाई चाहिने डकुमेन्ट्सहरू चाहिँ एउटा फोल्डरमा बनाएर राख्नु सजिलो हुन्छ। जस्तै मैले राखेको छु यहाँनिर सोनिकाको क्लास 10 अनि क्लास 10 को मार्कसिटलाई मैले 10 मा नाम दिएको छु। क्यारेक्टरलाई चाहिँ 10-3, प्रोभिजनललाई 10-2 र 12 को ट्रान्सक्रिप्टलाई 12-1, 12 को प्रोभिजनललाई 12-2, 12 को क्यारेक्टरलाई 12-3 अनि माइग्रेसनलाई चाहिँ माइग्रेसन मात्रै भनेर नाम दिएको छु र सिटिजन कार्डलाई चाहिँ मैले सिटिजन भनेर नाम दिएको छु र मैले यहाँ फोटो पनि राखेको छु। यसमा ध्यान दिनुपर्ने कुराहरू चाहिँ यो फोटो चाहिँ तपाईको जेपीजी फर्ममा हुनुपर्छ, इमेज फर्ममा हुनुपर्छ। अरु कुराहरू चाहिँ तपाईको सबै पीडीएफमा हुनुपर्छ। यति कुरा भएपछि हामी टियुको अनलाइन रेस्टुरेन्ट फर्म भर्न सक्छौँ। सुरुमा त तपाईँ जुन भए पनि एउटा ब्राउजरमा जानु। म ब्राउजरमा गएँ। ब्राउजरमा गइसकेपछि माथिपट्टि student.exam.tu.edu.np गरेर इन्टर गरेपछि यस्तो खालको इन्टरफेस खुल्छ। यसको पनि राइट साइडमा यहाँ अदर सर्भिस भनेर यहाँनिर स्टुडेन्ट पोर्टल साइन इन भनेर छ। हामी यहीँनिर चाहिँ अब आइडी पासवर्ड युज गरेर चाहिँ जिमेलमाको आइडी पासवर्ड युज गरेर चाहिँ फर्म भर्न सक्छौँ। इनकेस यहाँ झुकेर कन्भोकेसन सर्भिसमा क्लिक भएको रहेछ भने पनि यो अदर सर्भिसमा क्लिक गरेर तपाईले यो स्टुडेन्ट पोर्टल साइन इन गर्न सक्नुहुन्छ। अब म तपाईलाई जिमेलमा आएको युजर आइडी र पासवर्ड लगाएर सुरुमा कसरी लगइन गर्ने भनेर सिकाउँछु। युजर आइडीमा क्लिक गरिदिनु। क्लिक गरेपछि त्यसमा आएको चाहिँ युजर नेम, जस्तै मैले युजर नेम लगाइदिएँ। जिमेलमै आएको हुन्छ यो, र पासवर्ड पनि जिमेलमै आएको पासवर्ड लगाएर साइन इन गरेँ। यो सुरुचोटि भएकोले गर्दाखेरि तपाईलाई यो चेन्ज गर्न लाउँछ। यो चाहिँ तपाईले सुरुचोटि चेन्ज गर्नै पर्ने हुन्छ र यो चेन्ज गर्दाखेरि यतापट्टि नोट्स वेल चेन्जिङ पासवर्ड भन्ने कुरा चाहिँ तपाईले ध्यान दिनुपर्ने हुन्छ। 8वटा क्यारेक्टर हुनुपर्छ बढीमा, अनि त्यसपछि भनेको एउटा चाहिँ क्यापिटल हुनुपर्छ, अनि एउटा चाहिँ स्मल हुनुपर्छ र नम्बर हुनुपर्छ भनेको छ। यति कुरा चाहिँ तपाईले ध्यान दिनुपर्ने हुन्छ। अब सुरुमा म यहाँ ओल्ड पासवर्ड लाइन्छु। ओल्ड पासवर्ड भनेको चाहिँ जिमेलमा आएको पासवर्ड हो। अहिले हामीले जुन पासवर्ड लाएर लगइन गऱ्यौँ त्यही पासवर्ड हो। जस्तै म यहाँनिर ओल्ड पासवर्डमा अहिले लगाएको पासवर्ड लगाइदिएँ र न्यू पासवर्ड र कन्फर्म पासवर्डमा चाहिँ तपाईँको एउटै पासवर्ड लगाइदिनु, चेन्ज गर्ने पासवर्ड। जस्तै मैले यहाँनिर क्यापिटल लेखेँ, यहाँनिर एस लेखिदिएँ। यो गर्दा यहाँनिरको 2 को चाहिँ अप्पर केस भनेको चाहिँ हरियो भयो। अब NSONIKA भनेर राखिदिएँ। अब यहाँ स्मलको पनि टाइप भएकोले गर्दाखेरि यो पनि हरियो भयो। अब 8वटा क्यारेक्टर र एउटा भनेको चाहिँ नम्बर हुनुपर्छ भनेको छ। अब यहाँनिर म 1 2 3 लगाइदिन्छु। यति गरेपछि सबै यहाँनिर हरियो भएको छ। अब यो न्यू पासवर्डमा जे राख्यो कन्फर्म पासवर्डमा पनि त्यही नै राखिदिनु। यति गरिसकेपछि तपाईँको चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। यहाँ सबमिट गरिदिएपछि तपाईँको पासवर्ड चेन्ज गर्ने काम सकिन्छ। र यहाँ माथिपट्टि पपअपमा सक्सेस प्लिज पासवर्ड चेन्ज सक्सेसफुल्ली प्रोसिड लगइन भनेर आउँछ। यति गरेपछि अब अहिले चेन्ज गरेको पासवर्ड लगाएर चाहिँ हामीले स्टुडेन्ट पोर्टल लगइन गर्नुपर्ने हुन्छ। अब युजर आइडी चाहिँ त्यही नै हुन्छ। अहिलेको म युजर आइडीमा युजर आइडी लगाइदिएँ र पासवर्ड चाहिँ अहिले चेन्ज गरेको पासवर्ड सोनिका 1 2 3 भनेर लगाइदिएँ। यहाँ साइन इनमा क्लिक गरेपछि यसरी स्टुडेन्ट पोर्टल खुल्छ। अब यहाँनिर वेलकम टु स्टुडेन्ट पोर्टल सोनिका रेग्मी भनेर यहाँ आइसकेको छ। हामीले अनलाइन फर्म भर्ने चाहिँ यहीँबाट हो। अब यसको पनि यहाँनिर अनलाइन फर्म भर्नको लागि चाहिँ यो
रजिस्ट्रेसन एप्लिकेसन भनेर छ यो लेफ्ट साइडमा, यहाँ क्लिक गरिदिनु। यहाँ क्लिक गरिसकेपछि तपाईँको स्टुडेन्ट इन्फर्मेसन भनेर आउँछ। यो चाहिँ क्याम्पसबाटै इन्ट्री भएको हो। तपाईँले त्यो आइडी बनाउनको लागि डाटा दिनुभएको हुन्छ, त्यही डाटा चाहिँ इन्ट्री गरिदिनु भएको हुन्छ र त्यो कुराहरू चाहिँ यहाँनिर अटोमेटिक तानिएको हुन्छ। यो कुराहरू चाहिँ तपाईँले एडिट पनि गर्न मिल्दैन। इनकेस यहाँनिर केही चाहिँ एडिट गर्नुपर्ने भयो, करेक्सन गर्नुपर्ने भयो भने चाहिँ आफ्नो क्याम्पसमा गएर सम्पर्क गर्नु होला। अब सुरुमा त आफूले रुजु गर्नुपर्ने हुन्छ, फ्याकल्टीहरू आफूले पढेको चाहिँ सही छ कि छैन रुजु गर्नु। अनि यहाँ नेम इङ्ग्लिस भनेर छ, यो नामहरू चाहिँ तपाईँको स्पेलिङहरू एकदम हेरेर मजाले हेरेर रुजु गर्नु, किनभने पछि यो कुराहरू चेन्ज हुँदैन इन्ट्री भइसकेपछि, भेरिफाई भइसकेपछि। अब यहाँ डेट अफ बर्थ एडी भनेर छ, डेट अफ बर्थ बिएस भनेर छ, यो सबै कुराहरू रुजु गर्नु। मोबाइल नम्बर, जिमेल, यता जेन्डर, रिलिजन, इथनिसिटी, नेसनलिटी, फादर नेम, मदर नेम, यो कुरा सबै कुराहरू चाहिँ रुजु गर्नु। यो कुरा रुजु गरिसकेपछि तपाईँको सबै कुरा ठिक छ भने त्यसपछि चाहिँ हाम्रो रजिस्ट्रेसन फर्म भर्ने काम चाहिँ सुरु हुन्छ। सबसे सुरुमा त अपलोड प्रोफाइल फोटोमा क्लिक गरेर फोटो अपलोड गर्नुपर्ने हुन्छ। मैले क्लिक गरिदिन्छु। क्लिक गरेपछि मैले उसको फोटो राखेको फोल्डरमा यहाँनिर गएँ। त्यहाँ गइसकेपछि उसको फोटो यहाँ मैले अलरेडी राखेको छु। क्लिक गरेर यो फोटोमा क्लिक गरेपछि यहाँ फोटो तानिसकेको छ। यति गरेपछि फोटो अपलोड गर्ने काम सक्यो। त्यसपछि यहाँनिर एड्रेस डिटेल्स भनेर छ। एड्रेस डिटेल्समा चाहिँ प्रोभिन्स, डिस्ट्रिक्ट, म्युनिसिपालिटी र वार्ड सेलेक्ट गर्नुपर्ने हुन्छ। हो त्यसरी म यहाँबाट चाहिँ उसको सेलेक्ट गरिदिन्छु। डिस्ट्रिक्ट भनेको इलाम, म्युनिसिपालिटी भनेको देउमा म्युनिसिपालिटी र वार्ड चाहिँ 7 नम्बर। यति गरेपछि चाहिँ एड्रेस डिटेल्स अपलोड गर्ने काम सकिन्छ। त्यसपछि एकाडेमिक डिटेल्स अपलोड गर्नुपर्ने हुन्छ। यो एकाडेमिक डिटेल्समा चाहिँ तपाईँहरूको यहाँनिर इन्सर्ट गर्ने फाइल चाहिँ पिडिएफ हुनुपर्छ, त्यही भएर मैले अघि पिडिएफ बनाएको छु। अब सबसे सुरुमा त अब एकाडेमिक डिटेल्समा यहाँ क्लिक गरेपछि ड्रपडाउनमा दुईवटा कुराहरू आउँछ। एउटा एसई अर इक्विभ्यालेन्ट भनेर आउँछ, अर्को भनेको हाई स्कुल +2 अर इक्विभ्यालेन्ट भनेर आउँछ। यो एसई अर इक्विभ्यालेन्ट भनेको क्लास 10 को हो र हाई स्कुल +2 भनेको चाहिँ 12 को हो। सुरुमा म तपाईँलाई क्लास 10 को अपलोड गरेर देखाउँछु। एसई अर इक्विभ्यालेन्टमा क्लिक गर्छु। यति गरेपछि यहाँ कन्ट्री डिफल्ट नेपाल नै हुन्छ। यदि अरू कन्ट्रीबाट पास गर्नुभएको भने क्लिक गर्नु, यहाँनिर लिस्टहरू आउँछ कन्ट्रीको, त्यहाँबाट सेलेक्ट गरिदिनु। म चाहिँ नेपालै क्लिक गरिदिन्छु। त्यसपछि बोर्ड युनिभर्सिटी भनेर छ यहाँनिर। यहाँ क्लिक गरेपछि पनि अदर युनिभर्सिटी बोर्ड र गभर्नमेन्ट अफ नेपाल आउँछ। यो चाहिँ गभर्नमेन्ट अफ नेपालबाटै हो, त्यही भएर म गभर्नमेन्ट अफ नेपाल सेलेक्ट गरिदिन्छु। यदि अरू बोर्डबाट हुनुहुन्छ भने यहाँ क्लिक गरेपछि अदर युनिभर्सिटीमा क्लिक गरेपछि यहाँ अदर युनिभर्सिटी र बोर्ड अपलोड गर्ने ठाउँ आउँछ। यो चाहिँ गभर्नमेन्ट अफ नेपाल भएकोले गभर्नमेन्ट अफ नेपाल क्लिक गरिदिन्छु। त्यसपछि इयर भनेको छ, यो पास्ट इयर हाल्ने ठाउँ हो। यसमा चाहिँ तपाईँको मार्कसिटमा हुन्छ, मार्कसिटबाट पास्ट इयर हालिदिनु, 2023 भनेर राखिदिन्छु। यो चाहिँ एडीमा हाल्नुपर्ने हुन्छ। र टोटल मार्क्स भनेको छ, ग्रेडिङ सिस्टममा चाहिँ टोटल मार्क्स हुँदैन, त्यही भएर यसमा चाहिँ ग्रेडिङ टोटल जिपिए हालिदिनु। म 3.35 भनेर राखिदिन्छु। अर्को भनेको रोल नम्बर, सिम्बल नम्बर भनेर छ। यो एसईको मार्कसिटमै हुन्छ, मैले भनिराख्नु पर्दैन। 00301458 एन भनेर म सिम्बल नम्बर राखिदिन्छु। त्यसपछि ग्रेड पर्सेन्ट भनेर छ। यसमा ग्रेडिङ सिस्टममा पर्सेन्टेज हुँदैन, त्यही भएर टोटल मार्क्स जिपिए नै यसमा चाहिँ राखिदिनु। 3.35 भनेर राखिदिएँ। यति गरिसकेपछि यहाँ अपलोड फाइलमा चाहिँ इन्सर्ट मार्कसिट पिडिएफ हियर भनेको छ। यहाँ क्लिक गरेपछि तपाईँको फोल्डर लोकेसन खुल्छ र यसरी म यहीँबाट चाहिँ क्लास 10 को मार्कसिट सेलेक्ट गरिदिन्छु। मैले यहाँ 10-1 भनेर राखेको थिएँ। क्लिक गरेँ। क्लिक गरेपछि 12 को अपलोड गर्ने बाँकी छ, त्यही भएर यो लास्ट डिग्री होइन, त्यही भएर मैले यतिकै यहाँ एडमा क्लिक गरेर चाहिँ एड गरिदिएँ। यति गरेपछि एकाडेमिक लिस्टमा तपाईँको डिटेल्सहरू अहिले अपडेट इन्ट्री गरेको डिटेल्सहरू देखाउँछ। अनि तपाईँले एकचोटि यो सबै कुराहरू चाहिँ हेर्नु, एक्जामिनेसन, कन्ट्री, अनि इयर, सिम्बल नम्बर, टोटल मार्क्स, ग्रेड अनि फाइनल डिग्री भनेर छ यहाँनिर। यसमा भनेको तपाईँको अब अपलोड गरेको पिडिएफ चाहिँ मार्कसिट नै अपलोड भएको छ कि छैन भनेर हेर्नको लागि चाहिँ एउटा आई बटन दिएको छ, प्रिभ्यू। यहाँ क्लिक गर्नु। क्लिक गरेपछि तपाईँको त्यो अपलोड गरेको पिडिएफ खुल्छ।
यहाँ चाहिँ मार्कसिट नै इन्ट्री भएको छ, मेरो ठिकै इन्ट्री भएको छ यसमा। यति गरेपछि तपाईँको मार्कसिटको पिडिएफ सही इन्ट्री भएको छ भन्ने थाहा भयो। त्यसपछि यो डिटेल्समा केही करेक्सन गर्नु छ भने एडिटमा क्लिक गरेर तपाईँले एडिट गर्न सक्नुहुन्छ। यहाँ क्लिक गरेपछि तपाईँको यो माथि चाहिँ अहिलेको कुराहरू लोड हुन्छ र केही करेक्सन गर्नु छ भने यहाँबाट एडिट पनि गर्न मिल्छ। अनि एडिट गरेर अपडेटमा क्लिक गरेर अपडेट पनि गर्न सक्नुहुन्छ। र यदि होइन म डिलिट गरेर फेरि सुरुदेखि नै अपलोड गर्छु भन्नुहुन्छ भने यहाँ डिलिट पनि गर्न मिल्छ, अनि डिलिट गरेर फेरि अपलोड गर्न पनि सक्नुहुन्छ। यति गरेपछि तपाईँको क्लास 10 को चाहिँ मार्कसिटको डिटेल्स अनि मार्कसिटहरू चाहिँ अपलोड गर्ने काम सकिन्छ। अब म 12 को पनि अपलोड गरेर देखाउँछु। 12 को अपलोड गर्ने पनि तरिका चाहिँ यही नै हो। कन्ट्री नेपाल, यहाँ मैले हाई स्कुल +2 सेलेक्ट गरेको थिएँ, कन्ट्री नेपालै हो, बोर्ड युनिभर्सिटी एनइपी एचएससिबीबाटै हो। र पास्ट इयर भनेको चाहिँ ट्रान्सक्रिप्टको मुनिपट्टि लेफ्ट साइडमा हुन्छ। मैले यहाँनिर उसको पास्ट इयर राखिदिएँ एडीमा। त्यसपछि उसको टोटल मार्क्स, यो जिपिए ग्रेडिङ सिस्टममा चाहिँ जिपिए लगाइदिनु 2.23। सिम्बल नम्बर पनि त्यही हुन्छ, लास्टचोटि पास गरेको कुन सिम्बल नम्बरबाट पास गर्नुभएको क्लास 12 हो त्यो सिम्बल नम्बर राखिदिनु। र ग्रेड र पर्सेन्टेजमा चाहिँ जिपिएमा ग्रेडिङ सिस्टममा चाहिँ त्यही जिपिए लगाइदिनु टोटल मार्क्समा भएको। यति गरेपछि यो फाइल अपलोड गर्ने तरिका त्यही नै हो। यसो यहाँ म क्लिक गरिदिएर फोल्डरमा गएर चाहिँ अपलोड गरिदिन्छु। र यो 12 भएकोले गर्दा यहाँ इज लास्ट डिग्रीमा चाहिँ टिक लगाउनै पर्ने हुन्छ। तपाईँले यतिकै एड गर्न खोज्नुभयो भने यो एड हुँदैन। प्लिज चेक द फिल्ड एज यर लास्ट डिग्री भनेर आउँछ र यहाँ क्लिक गरेर तपाईँले एड गरिदिनु भयो भने तपाईँको 12 को डिटेल्स पनि यहाँनिर एड हुन्छ। यसमा पनि तपाईँको प्रिभ्यूमा क्लिक गरेर चाहिँ अब ट्रान्सक्रिप्ट नै एड भएको छ कि छैन हेर्नको लागि चाहिँ क्लिक गर्नु। क्लिक गर्दाखेरि मेरो ट्रान्सक्रिप्ट नै अपलोड भएको छ। यति भएदेखि चाहिँ यो अपलोड भएको कुरा सही छ भन्ने कुरा थाहा भयो। एडिट र डिलिटको काम चाहिँ मैले अघि पनि भनिहालेँ, मैले फेरि भन्न चाहिनँ। यति गरेपछि तपाईँको एकाडेमिक डिटेल्स अपलोड गर्ने काम सकिन्छ। अब हामीले माइग्रेसन, क्यारेक्टर, प्रोभिजनल, अदर्स डकुमेन्टहरू चाहिँ अपलोड गर्नुपर्ने हुन्छ, इन्ट्री गर्नुपर्ने हुन्छ। अब यसको लागि चाहिँ सबै पिडिएफ अघि हामीले बनाएर राखेकै छ। अब हामी यहाँ चाहिँ डकुमेन्ट्स भनेर छ यहाँनिर, यहाँ क्लिक गरिसकेपछि के कुरा अपलोड गर्नुपर्ने हुन्छ भन्दा +2 प्रोभिजनल, +2 क्यारेक्टर, एसएलसी प्रोभिजनल, एसएलसी क्यारेक्टर, माइग्रेसन, एनआइडी र सिटिजनसिप भनेको छ। अब सबसे सुरुमा त म तपाईँहरूलाई +2 प्रोभिजनल एड गरेर देखाउँछु। यहाँ क्लिक गरेँ, क्लिक गरिसकेपछि यहाँ डकुमेन्ट नम्बर प्रेजेन्ट भनेको छ। प्रोभिजनलमा चाहिँ डकुमेन्ट नम्बर हुन्छ, लेफ्ट साइडको टपपट्टि हुन्छ सर्टिफिकेटमा। यहाँ नम्बर राखेर देखाइदिन्छु, उसकोमा नम्बर राखिदिएँ र अपलोड फाइल भनेको छ। यो पनि अघि तपाईँको एसएलसीको मार्कसिट र +2 को चाहिँ ट्रान्सक्रिप्ट एड गर्ने तरिका सेम नै हो। यहाँ क्लिक गर्ने, आफ्नो फोल्डरमा भएको चाहिँ डकुमेन्ट सेलेक्ट गर्ने र अपलोड गरिदिने। यहाँ नाम देखाउँछ यसरी। त्यसपछि अब यहाँनिर इस्यु डेट, डकुमेन्ट इस्यु डेट भनेको छ। यहाँ क्लिक गरेपछि तपाईँको डकुमेन्टको चाहिँ यसरी आउँछ। यहाँनिर डेट सेलेक्ट गर्ने अप्सन आउँछ। अनि यदि एडीमा छ भने डकुमेन्टमा चाहिँ यहाँ एडीमा क्लिक गर्नुभयो भने एडीको डेट सेलेक्ट गर्ने अप्सन आउँछ। यो चाहिँ बीएसमा भएकोले म बीएसमा क्लिक गरिदिन्छु र उसको चाहिँ भदौ 9 गते चाहिँ यो इस्यु भएको रहेछ। भदौ 9 सेलेक्ट गरेपछि यसरी चाहिँ इस्यु डेट आफै देखाइहाल्छ। त्यसपछि डकुमेन्ट इस्यु प्लेस भनेको चाहिँ नेसनल एक्जामिनेसन बोर्डले यो इस्यु गरेकोले म सर्टमा एनइबी लेखेर चाहिँ एड गरिदिन्छु। एड गरिसकेपछि तपाईँको यहाँ डकुमेन्टको डिटेल्सहरू देखाउँछ, अहिले एड गर्नुभएको डिटेल्सहरू, डकुमेन्ट नम्बर अनि इस्यु डेट अनि इस्यु प्लेस देखाउँछ। अब तपाईँले अपलोड गर्नुभएको पिडिएफ सही छ कि छैन भनेर प्रिभ्यूमा क्लिक गरेर चेक गर्न सक्नुहुन्छ। यहाँ मेरो प्रोभिजनल सर्टिफिकेट नै एड भएको छ। त्यसपछि एडिट र डिलिटको कुरा चाहिँ मैले अघि पनि भने त्यही नै हो। अब यति गरेपछि हाम्रो प्रोभिजनल एड गर्ने काम सक्यो। अब फेरि हामी यहाँ माथिपट्टि डकुमेन्टमा क्लिक गरेर अब हामी क्यारेक्टर सर्टिफिकेट एड गर्छौँ +2 को। यहाँ क्लिक गरेपछि अब यहाँ डकुमेन्ट नम्बर छ। डकुमेन्ट नम्बर पनि राख्ने तरिका त्यही नै हो, राखिदिएँ। अब यो अपलोड गर्ने तरिका पनि त्यही नै हो, क्लिक गरिदिएँ र त्यसपछि डेट सेलेक्ट गर्ने तरिका पनि त्यही हो, क्लिक गर्ने
अनि यो इस्यु कहिले भएको छ भनेर डेट सेलेक्ट गर्ने, उसको 31 गते भएको रहेछ। 31 गते सेलेक्ट गरेपछि यसरी डेट देखाइहाल्छ। र इस्यु डकुमेन्ट इस्यु प्लेस भनेको छ, यो चाहिँ कसले गरेको भन्दा कन्काई सेकेन्डरी स्कुलबाट इस्यु भएको छ। यो यति गरेर एडमा क्लिक गरिदिने फेरि। अनि यहाँ पनि चेक चाहिँ गर्नु फेरि, अब तपाईँको डकुमेन्ट त्यही अपलोड भएको छ कि छैन भने प्रिभ्यूमा क्लिक गरिदिनु। अब यहाँ क्यारेक्टर नै अपलोड भएको छ। यति गरेपछि फेरि अब यहाँ क्लिक गरेर एसएलसी प्रोभिजनल एड गरिदिनु। प्रोभिजनलको चाहिँ प्रोभिजनल भनेको चाहिँ तपाईँको एसईको चाहिँ मार्कसिटसँग स्कुलले अर्को पनि सर्टिफिकेट दिएको हुन्छ, क्यारेक्टर सर्टिफिकेटदेखि बाहेक हो त्यो डकुमेन्ट हो। अब त्यसको चाहिँ माथिपट्टि राइट साइडको टपमा सिरियल नम्बर भनेर दिएको हुन्छ, त्यही नै यसको चाहिँ डकुमेन्ट नम्बर हो। यहाँ राखिदिन्छु त्यही नम्बर। यति गरेपछि डकुमेन्ट अपलोड गर्ने तरिका त्यही नै हो। यहाँ आफ्नो फोल्डरमा जाने, डकुमेन्ट सेलेक्ट गर्ने र यो इस्यु भएको अब डेट क्लिक गर्ने। यो चाहिँ एडीमा इस्यु भएको रहेछ, त्यही भने एडीमा थिचिदिए। यो 2023मा भएको छ। 2023मा भएको रहेछ यो। 23मा क्लिक गर्ने। 23मा क्लिक गरेपछि यो भनेको 7 भनेको सेप्टेम्बर हो। सेप्टेम्बर 28मा भएको रहेछ यो। सेप्टेम्बर जुलाई 28 सरी सेप्टेम्बर होइन, 7 भनेको जुलाई हो। अनि जुलाईमा चाहिँ मलाई सेलेक्ट गरिदियो। सेलेक्ट गरिदिइसकेपछि यतापट्टि फेरि अब यो डकुमेन्ट इस्यु प्लेस गर्ने लेख्ने चाहिँ त्यही नै हो, तरिका त्यही नै हो। एनईबीबाट भएको यो। एनईबी क्लिक गरिदिनु, यहाँ टाइप गरिदिनु अनि एड गरिदिनु। यति गरेपछि त्यसपछि प्रोभिजनलसम्मको एड गर्ने काम सक्यो। त्यसपछि डकुमेन्टमा फेरि क्लिक गरिदिनु र एसएलसी क्यारेक्टरमा क्लिक गरिदिनु। क्लिक गरिदिइसकेपछि अब उसको चाहिँ यतापट्टि एसएलसीको डकुमेन्ट्स नम्बरमा चाहिँ नम्बर रहेछ, छैन भने नहालिदिनु, हाल्नु भएन। अब यो पनि फाइल अपलोड गर्ने तरिका चाहिँ त्यही नै हो। क्लिक गरेर एसएलसीको चाहिँ 10-3 भनेर मैले नाम दिएको थिएँ, त्यही राखिदिनु। र यतापट्टि डेट सेलेक्ट गर्ने तरिका पनि त्यही नै हो। यो चाहिँ 20मै रहेछ, 80 अनि भदौ 9 गते इस्यु भएको रहेछ। यो चाहिँ 5 महिना 9 गते इस्यु भएको रहेछ। 5 महिना 5 महिना 25 गते चाहिँ इस्यु भएको रहेछ यो। अब इस्यु गर्ने स्कुलको नाम भनेको चाहिँ श्री खन्जुङ सेकेन्डरी स्कुल भनेर छ। यति गरेपछि एड गरिदिनु। यो एड गरिसकेपछि यहाँनिर एसएलसी सम्मको डिटेल्सहरू हामीले एड गरिसक्यौँ। अब त्यसपछि यहाँ क्लिक गरिदिनु र माइग्रेसन एड गर्ने तरिका पनि त्यही नै हो। क्लिक गर्ने, प्रोभिजनलको जस्तै माथिपट्टि नम्बर दिएको हुन्छ, यो इस्यु नम्बर, डकुमेन्ट नम्बर टाइप गरिदिनु। अपलोड गर्ने तरिका पनि त्यही नै हो। अब इस्यु भनेको चाहिँ तपाईँको कहिले भएको छ भन्दा 82 5 महिना 9 गते भएको रहेछ। 2082 भनेको भदौ नै हो र 9 गते इस्यु भएको रहेछ। यतिमा इस्यु भएको रहेछ। र इस्यु कसले गरेको भन्दा नेसनल एक्जामिनेसन बोर्ड एनईबीले नै गरेको हो। यति गरेर एड गरिदिनु। एड गरेपछि माइग्रेसन पनि एड गर्ने काम सक्यो। र यसपछि भनेको चाहिँ एनआइडी चाहिँ अब उसको आएको छैन रहेछ, त्यही भएर सिटिजनसिप हामी हालिदिन्छौँ। सिटिजनसिपमा क्लिक गर्ने अनि यहाँनिर नम्बर राखिदिनु। त्यसपछि यहाँनिर अपलोड फाइलमा क्लिक गरेर अपलोड गर्ने तरिका त्यही नै हो। र इस्यु कहिले इस्यु भएको छ भन्दाखेरि यो 82 4 महिना 18 गते उसको इस्यु भएको रहेछ। 4 महिना 18 गते उसको यो चाहिँ नागरिकता इस्यु भएको रहेछ, जारी भएको रहेछ। र यो जारी गर्ने निकाय को भन्दाखेरि गभर्मेन्ट अफ नेपाल। यति गरेर यो पनि एड गरिदिनु। एड गरिदिइसकेपछि हाम्रो डकुमेन्ट्सहरू अपलोड गर्ने अनि आफ्नो डिटेल्सहरू इन्ट्री गर्ने, अपडेट गर्ने सबै काम सक्यो।
र एकचोटि सेभ गर्नुभन्दा अगाडि एकचोटि फेरि आफ्नो डिटेल्सहरू चाहिँ सरेर हेर्नु, एड्रेसहरू हेर्नु, अनि आफ्नो यो डिटेल्सहरू पनि एकचोटि फेरि हेर्नु। अनि यो सबै कुराहरू चाहिँ आफूले भेरिफाई गरिसकेपछि सेभमा क्लिक गरिदिनु। सेभमा क्लिक गरेपछि सबमिट यर डिटेल्स टु प्रोसिड फर्दर भनेर आउँछ। अब फेरि एकचोटि आफ्नो डिटेल्सहरू यहाँबाट पनि रुजु गर्नु। अब यति गरिसकेपछि यो फर्म चाहिँ अब सबमिट गर्न सकिन्छ। सबमिट गर्नको लागि सुरुमा चाहिँ यो आई डिक्लेयर दैट पार्टिकुलर्स गिवन एबभ आर करेक्ट भनेर यहाँ लेखेको छ। यसमा चाहिँ यहाँ टिक लगाउनु पर्ने हुन्छ अगाडिपट्टि। यहाँ टिक लगाइदिनु। टिक लगाएर सबमिट गरेपछि यो फर्म चाहिँ सबमिट भइसक्यो तपाईको। अहिले यो टिभीको सर्भरमा समस्या आएर यहाँनिर यस्तो समस्या देख्यो, तर यो फर्म चाहिँ सबमिट भइसकेको छ। ब्याक गरेर तपाईँले हेर्न सक्नुहुन्छ। फेरि लगइन गरौँ। लगइन गरेर तपाईँको यहाँ रजिस्ट्रेसनमा क्लिक गरिसकेपछि हेर्दाखेरि तपाईँको यो सबै डिटेल्सहरू अहिलेको डिटेल्सहरू चाहिँ आइसकेको छ। यहाँनिर यहाँ प्रिभ्यूमा क्लिक गरेपछि तपाईँको यहाँ सबमिट भन्ने अप्सन हराइसकेको छ। यसको मतलब यो फर्म चाहिँ तपाईँको क्याम्पस भेरिफिकेसनको लागि गइसकेको छ। यति गरेपछि तपाईँले यहाँ प्रिन्टमा क्लिक गर्ने। प्रिन्टमा क्लिक गरेपछि प्रिन्टरको सेटिङ मिलाएर यसलाई प्रिन्ट गरिदिनु। अनि प्रिन्ट गरिसकेपछि यो प्रिन्ट गरेको पेपरसँग माइग्रेसन सर्टिफिकेट ओरिजिनल र एसएलसी र +2 को अरू सबै डकुमेन्ट्सको फोटोकपी एट्याच गरेर चाहिँ आफ्नो क्याम्पसमा बुझाइदिनु। यति गरेपछि रेस्टुरेन्ट फर्म भर्ने काम सकिन्छ। यही नै थियो रेस्टुरेन्ट फर्म भर्ने चाहिँ तरिका। भिडियो हेल्पफुलै भयो होला। अहिलेलाई भिडियो यति नै। थ्याङ्क्स फर वाचिङ।